हजुर चाहिँ केको थ्रुबाट आउनुभयो र हजुर साथीको थ्रुबाट या इन्टरनेटको थ्रुबाट केबाट आउनुभयो, लाइभ भिडियोमा आएर चाहिँ कुन कुन क्लास गर्नुभयो, अनि त्यो क्लासहरू गर्दाखेरि चाहिँ हजुरलाई कस्तो एक्सपिरियन्स लिनुभयो त? आई मिन हजुरको क्लास गर्दाखेरि हजुरलाई जति सोचेर जति आफूले चाहिँ यो गर्छु भनेर चाहिँ हजुर सोचेर आउनु भएको थियो त्यो चिजहरू चाहिँ हजुरलाई इनफ भयो कि भएन होइन, कति कुरा त चित्त पनि बुझेन होला होइन, तर हामीले चाहिँ जति हाम्रो साइडबाट चाहिँ हाम्रो यहाँ लाइफ भिडियोमा सिक्न आउने हाम्रो ओल्ड स्टुडेन्टलाई चाहिँ एकदमै 100% चाहिँ दिउँ भनेर हामीले चाहिँ 100% नै दिइराखेको हुन्छौँ। कहिलेकाहीँ हामी मान्छे हो 100% दिँदा दिँदै पनि कहिलेकाहीँ कमी कमजोरी त हाम्रो त्यो पनि होला, हाम्रो कमी कमजोरीलाई पनि टिक्का टिप्पणी गर्दै चाहिँ थोरै हजुरलाई चाहिँ क्लास दिँदाखेरिको माहौल कस्तो लाग्यो एकपल्ट इन्टरभ्यू दिनुहोस्। थ्याङ्क यू। मेरो नाम चाहिँ सीता कुमारी राई, म चाहिँ बुढा नीलकण्ठबाट आएको। मैले चाहिँ यो लाइफ ब्युटी होमको पेजबाट हेरेर अनि त्यसपछि म्यामसँग कुरा गरेर आएको हो। मैले धेरै सलुनहरूमा बुझ्न गएँ तर मलाई चाहिँ लाइफ ब्युटी होम नै एकदमै मन पर्यो अनि मैले चाहिँ नेल क्लास जोइन गरेको थिएँ अनि यो सिक्दा सिक्दै मलाई एकदमै राम्रो लाग्यो। मलाई यसमा भनेको अब कुनै कुरामा पनि मलाई चाहिँ चित्त नबुझेको छैन, सबैमा मलाई मैले सोचेको भन्दा पनि एकदमै राम्रो छ। त्यस प्लस मैले नेलको मास्टर गरेँ अनि त्यसपछि पनि मलाई फेरि ल्यासेस पनि सिक्न मन लाग्यो अनि ल्यासेस पनि मैले मास्टर गरेँ, एकदमै राम्रो लाग्यो। अब भनौँ न म्यामले सिकाउने तरिका बुझाउने तरिकाहरू एकदमै राम्रो छ, तपाईँहरू पनि आउन सक्नुहुन्छ, मलाई एकदमै राम्रो लाग्यो। थ्याङ्क यू सो मच।